भर्खर कलेजबाट भाइबा दिएर आएको छौँ। आज हाम्रो प्र्याक्टिकल छ। आज चाहिँ मिस श्रेयाको ह्याप्पी बर्थडे हो। सबैजनाले कमेन्टमा ह्याप्पी बर्थडे लेखिदिनु होला। चाहिँ हाम्रो दिपा, यहाँ चाहिँ हाम्रो टपरी लाल छ, हेर्नु सक्नुहुन्छ। सो गाइजहरू चाहिँ अघि मैले तपाईँहरूलाई टपरी भनेको को हो भनेर चिनाउँदैछु। टपरी भनेको चाहिँ हाम्रो टपरी जो चाहिँ जसको चाहिँ नारायणको नाम पनि टपरी रहेको छ। गाइजहरू यो चाहिँ अलिक डिसिप्लिन नभएको बच्चा हो है। सो गाइज आज चाहिँ हामी के गर्नेवाला छौँ हेर्दै जानु होला। गाइजहरू मैले चाहिँ श्रेयाको बर्थडेको लागि केक किनेको छु। म चाहिँ अहिले कलेजबाट अब घर जाँदैछु। सो गाइज अब चाहिँ हामी प्र्याक्टिकल जान लागेको छौँ। अनि त्यसपछि श्रेया छ, श्रेया चाहिँ आज सेन्टी मुडमा छ। गाइजहरू गीत बजिरहेको कपिराइट लाग्न सक्छ। सो अब आज चाहिँ के हुन्छ म तपाईँहरूलाई देखाउँछु, हेर्दै गर्नु होला। सो गाइज अहिले चाहिँ हामी जमलमा हामी जब प्र्याक्टिकल गर्न जानको त्यो बर्थडे गर्ल हेर्नु होला। कति आज मेरो फेस कस्तो नराम्रो देखिरहेको यार। क्यों ऐसा लग रहा है। अब नेट किन्ने भनेको कहाँ जाने? यसले त्योसँग एक्स्ट्रा नेट छ। गाइजहरू ल गाइज अब हामी चाहिँ हिँडेको। अब अहिले एकछिनमा त्यहाँ प्र्याक्टिकल गर्ने ठाउँमा पुगेपछि अनि फेरि भ्लग बनाउँला। हामी चाहिँ स्पेयर आइसकेका छौँ। अब चाहिँ कोही आएको छैन कि क्या हो यार। हामी मात्रै हो कि क्या हो। यही हो हाम्रो प्र्याक्टिकल गर्ने ठाउँ चाहिँ। अब पछि भेटौँला। अहिले चाहिँ हामीले नोट बुझाउनु पर्ने हुन्छ। गाइजहरू हामीलाई चाहिँ अल्छी लागेको छ। गर्लफ्रेन्डसँग बोल्दै ल टिकटकरहरू। गाइज हाम्रो चाहिँ यो चाहिँ स्पेयर है। यहाँ चाहिँ हामी प्र्याक्टिकल बनाएर त्यहाँ चाहिँ किचन हो, खाना बनाएर खान्छौँ। अब बारी बारी कि दारी यस्तो ह्यान्डसम फिल आएर होला आफूले आफूलाई। लिपस्टिक लाएर आउँछ हो तिमी? ओ होइन दिपा भन्दा नि पिङ्क। भर्खर एन्सर हुनुहुन्थ्यो जानु पऱ्यो। चाउमिन र मोमो खान आएको, हामी आएको कोही आएको रहेछ। ल्याएर लास्ट लागेको छ। चाउमिन मोमो बन्दैछ। अब हामी खाएर विस दिँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ कटिङ गर्दैछौँ। नेपाली
नम्बरको नमुनाहरू छ के गरे हो तिमीहरूले गाइजहरू हाम्रो पिग सिस्टर गाइजहरू बर्थडे गर्ल चाहिँ आज भाडा बाँच्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो किचन खीर बना है क्या खीर होइन डेजर्ट हो डेजर्ट सुशील गाडी उडाउने भनेर ल उडाउ त्यस्तो होइन ल गाइजहरू चाहिँ सुशीलको चट्टी कलाएर के गरेर सुशील तिमीले सुशीललाई म यहाँ सफा गरिरहेको छु हाउसकीपिङमा भोलि पर्सि झाडु पोछा लगान मेरा श्रेयाको बर्थडे पार्टी है गाइजहरू सुशील एकचोटि हाई भन न ससेस सुशीललाई ससेस बनाउन कि बनाउँदैन सुशील ससेज मनपर्छ दिपाले इन्टरभ्यू अझै कति राम्रो देखेको मुटु के गरेको गाइज अझैले चाहिँ यहाँ उसको यहाँ मोटो हाल्दैन अझैको गाइज मोबाइल धर यहाँ छ दिपा आज चाहिँ हाम्रो लास्ट प्र्याक्टिकल हो है 11-12 मा मलाई चाहिँ रिस उठिरह मेरो कपी चोरिदियो गाइजहरू हाम्रो यहाँ सेफ रे है यो मान्छे चाहिँ एक नम्बरको कबाडी फलाम हो श्रेयाले पकाएको हेर त आम्मा श्रेयाले कस्तो पकाएको यार पाक्छ अब चाहिँ पाक्ला जस्तो लाग्यो श्रेयाले पकाएर पिकको अनुहार पनि डाडु जस्तो छ है सेम बट डिफरेन्ट डाडु र त्यसको तोटा ल थोथिल कस्तो गाइज मासु पाक्छ कि हाम्रो यहाँ खानाको लागि एकजना पेहेलवान हुनुहुन्छ हुनुहुन्छ उहाँले चाहिँ खाएपछि त हत्ती देखायो फेरि अर्को सुरु भइसक्यो लामो होइन छोटे गाइजहरू हाम्रो यहाँ बस्दा गर्मी भएर आँखेर त्यही भएर कस्तो देख्यो लाइट नपरेर हाम्रो विशाल मामा कालो चस्मा आइफोनबाट देखाइदेऊ रे यता सुदीपलाई मेरो मोबाइलमा लागि धेरै इच्छा जागिरहेको छ ओहो मेरो तारिफ गरेर फेरि भनौ न यार तारिफ त फेरि सुन्नु पर्यो नि है करण दाल पाक्यो ओ करण दाल पाक्यो कसम नुन ल्याए नुन हालौँ न त सोमबहादुर दिपाले तिमीलाई ब्रोकाउली दियो थुक्क यहाँ चाहिँ
कति चलाएको यार कति चलाएको सरले अहिले चक्कुले हालेर फेरि मलाई के खानी लिएर आइदेऊ न यार अझैले चाहिँ मेरो लागि आलु चोर्न गइरहेको छ कस्तो मोबाइलै तात्यो यार गाइजहरू चोरेर ए के हो यो तिमीलाई दिपाले धेरै माया गर्छ अरे नि त आई लभ यु दिपा भनिदेऊ न पब्लिक गरिदेऊ न आज रिलेसनसिप हजुर सर आफ्नो त जागिर त्यही छ कम्पनी जातिमा चाहिँ उति चम्कने वेटर बनेको मैले खिर खिर डेजर्ट ऊ चाहिँ हाम्रो क्याप्टेन हो क्याप्टेन मामा सरले चाहिँ खाना खाइरहनु भएको छ सरलाई मिठो लागेको सर काट्नु त्यो चम्चाले हो त्यसले हो सर हजुर हाम्रो पहिला पछि भेट्छ हाम्रो गेस्ट सर आज सर तपाईँलाई कस्तो लाग्यो खानेकुरा एकदम राम्रो छ है अब हामी चाहिँ माथि जाँदैछौँ खाने भाडा पनि अल्छी लाग्यो अब मलाई खुट्टा दुख्यो यार लास्टै हेलो हाम्रो चाहिँ प्र्याक्टिकल सक्यो हेलो गाइज अब हाम्रो चाहिँ प्र्याक्टिकल सिक्यो कति कालो देखेको यार छिया गाइज अब चाहिँ हामी घर जानेवाला छौँ गाइजहरू हामी चाहिँ बसन्तपुर आइपुग्यौँ घुम्दा घुम्दै बसन्तपुर आइपुग्यो कोही मान्छेहरूलाई गिफ्ट किन्नु भनेको तर
चाहिँ स्पेसल कस्तो केक काट्नेवालामा छौँ गाइजहरू गाइजहरू हामी सबै यहाँ बर्थडे मनाउन आएको छौँ श्रेयाको यो चाहिँ बुकी हो केक खोल्न आँटेको छ अनि बर्थडे गर्ल चाहिँ आज स्याड भएर जब हामी चाहिँ केक काट्नु आँटेको आज बर्थडे गर्लको अब केक काटेको हाम्रो आँटेको लाइटर मगाएको खै लाइटर आएन सो गाइज अब चाहिँ मैले भ्लग इन्ड गर्न लागिरहेको छु यो भ्लग चाहिँ सबैजनाले हेरेर इन्जोय गर्नुभयो होला त्यसको लागि धेरै धेरै धन्यवाद अन्तिमसँग हेर्नुभएको सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भ्लग चाहिँ अब आधी मात्र भयो हिजो हामीले अब बर्थडे मनाएर अनि फेरि रुम जाँदा ढिला भयो धेरै म भ्लग गर्नै बिर्सिँदो रहेछु कि ल सबैजनालाई धन्यवाद भ्लग हेरिदिनु भएकोमा ओके बाई